पुस्तिकाबाट आजको सन्देश। अरूलाई बलियो बनाउने व्यक्ति अर्थात् निर्माण गर्ने व्यक्ति बन्नुहोस्। जय मसीह। आज बुधबार जनवरी 21 तारिक माघ 7 गते। आजको बाइबल खण्ड पहिलो थेसलोनिकीको पुस्तक 5 अध्यायको 11 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, एकले अर्कोलाई दरिलो पार्ने काम गर। यहाँ दरिलो पार्नु भन्ने शब्दको अर्थ निर्माण गर्नु, बलियो बनाउनु, प्रोत्साहन गर्नु र उत्प्रेरित गर्नु भन्ने हुन्छ। अहिले तपाईँको जीवनमा सायद यस्ता व्यक्तिहरू छन् जसलाई कसैले आशिष बोलिदिनु आवश्यक छ। जब तपाईँले तिनीहरूलाई समर्थन दिनुहुन्छ अनि तपाईँले तिनीहरूमा गर्व गर्नुहुन्छ र तपाईँलाई लाग्छ कि तिनीहरूले महान कामहरू गर्न सक्छन् भनी तिनीहरूलाई थाहा दिनुहुन्छ, तिनीहरूलाई त्यसको कति महत्त्व छ भन्ने कुरा तपाईँलाई थाहा छैन। प्रत्येकलाई प्रोत्साहन आवश्यक छ। त्यसो भने तपाईँ आफ्नो छोराछोरीमा, आफ्ना पति वा पत्नीमा, आफ्ना साथीहरूमा कस्तो प्रकारको बिउ रोप्दै हुनुहुन्छ? के तपाईँ कसैमा विश्वास गर्नुहुन्छ? के तपाईँले तिनीहरूलाई थाहा दिनुभएको छ? के तपाईँले तिनीहरूको जीवन कसरी सुधार गर्न सक्नुहुन्छ भनेर जान्नका लागि चासो लिइरहनु भएको छ? के तपाईँले तिनीहरूको सपना ध्यान दिएर सुन्नु भएको छ? के तपाईँले तिनीहरूको हृदयमा परमेश्वरले राख्नु भएको विश्वासको बारेमा पत्ता लगाउनु भएको छ? कि तपाईँले तिनीहरूलाई थाहा दिनु भएको छ कि तपाईँ तिनीहरूको साथमा हुनुहुन्छ? मानिसहरूलाई बलियो बनाउने व्यक्तिले त्यसै गर्छ। हेनरी फोर्डलाई पेट्रोलद्वारा चल्ने कार बनाउन खोज्ने मानिस भनेर थमस एडिसनसँग परिचय गराइएको थियो। एडिसनले यो सुनेपछि भने, त्यस्तो कार जसको आफ्नै पावर प्लान्ट छ त्यो एक उत्कृष्ट विचार हो। त्यतिन्जेलसम्म कसैले पनि फोर्डलाई प्रोत्साहन दिएका थिएनन् र उनले लगभग हार मानेर छोड्ने निर्णय गरिसकेका थिए। त्यस्तो बिन्दुमा एडिसनले उनीभित्र विश्वास बोलेका थिए। त्यो हेनरी फोर्डको जीवनको निर्णायक क्षण थियो। उनले भने, मलाई लाग्यो कि मसँग राम्रो विचार छ, तर मैले आफैमा शङ्का गर्न थालेको थिएँ। त्यसपछि आजसम्मका महान मस्तिष्क मध्ये एकजनाले मलाई आफ्नो पूर्ण स्वीकृति दिए। जब तपाईँले कसैलाई म तिमीमा विश्वास गर्छु, तिमीसँग जे चाहिन्छ त्यो छ, म 100% तिमीसँग छु भन्नुहुन्छ, तपाईँसँग कति शक्ति छ वा उसको लागि तपाईँका यी वचनको महत्त्व कति छ तपाईँले बुझ्नु भएको हुन्न। यसकारण मानिसहरूलाई निर्माण गर्ने व्यक्ति बन्नु महत्त्वपूर्ण छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका